भारतीय सिनेमाका वरिष्ठ अभिनेता धर्मेन्द्रको 89 वर्षको उमेरमा सोमबार निधन भएको छ। मुम्बई प्रहरी स्रोतले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उनले नोभेम्बर 24मा अन्तिम श्वास लिए। धर्मेन्द्र गत अक्टोबरमा श्वास फेर्न कठिनाई भएपछि मुम्बईको ब्रिज क्यान्डी अस्पतालमा भर्ना भएका थिए। करिब 1 महिना उपचारपछि उनलाई नोभेम्बर 12मा डिस्चार्ज गरियो र घरमै चिकित्सकीय निगरानीमा राखिएको थियो। यद्यपि स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि अन्ततः उनको ज्यान बचाउन सकिएन। 1950 को दशकमा करियर सुरु गरेका धर्मेन्द्रले 300 भन्दा बढी फिल्महरूमा अभिनय गरेर भारतीय चलचित्र इतिहासमा विशेष स्थान बनाएका थिए। शोले, फूल और पत्थर, सत्यकाम, चुपके चुपके, धर्मवीर, अनुपमा आदि जस्ता फिल्महरूमा उनले निकै नै राम्रो प्रशंसा कमाएका थिए। दृढ शारीरिक बनावट, अभिनय शैली र एक्सन भूमिकाहरूका कारण उनलाई हिम्यान अफ बलिउड, गरम धरम तथा एक्सन किङ जस्ता उपनामहरू दिइएको थियो। धर्मेन्द्रले अभिनयसँगै फिल्म निर्माणमा पनि हात हालेका थिए। केही समयका लागि उनले भारतीय संसद लोकसभा सदस्यको भूमिका समेत निर्वाह गरेका थिए। 2012मा भारत सरकारले उनलाई पद्मभूषण सम्मान प्रदान गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, धर्मेन्द्रजीको निधन भारतीय सिनेमाका एक युगको अन्त्य हो। उहाँको सरलता, उदारता र अभिनय क्षमता लाखौं दर्शकको मनमा सधैँ बसिरहनेछ। यो दुःखद घडीमा म परिवार र प्रशंसकहरूसँग छु। ओम शान्ति। यसैगरी अर्का अभिनेता अक्षय कुमारले समेत प्रतिक्रिया दिएका छन्। हामी बढ्दो उमेरमा थियौँ। धर्मेन्द्रजी त्यो नायक हुनुहुन्थ्यो जस्तो हामी केटाहरू बन्न चाहन्थ्यौँ। उहाँ हाम्रो उद्योगका मूल हिम्यान हुनुहुन्थ्यो। धेरै पुस्तालाई प्रेरणा दिनुभयो। तपाईका फिल्म र सम्झनाले सधैँ जीवन्तता